नमस्कार सबैमा म आज सेन्ट पिटर्सबर्गमा रहेको एउटा पार्कमा आइपुगेको छु। म आज यो पार्क तपाईँहरूलाई देखाउने छु र साथै 2018मा चाहिँ वर्ल्ड कप भएको एउटा स्टेडियम यो पार्कको पल्लो छेउमा पर्छ र त्यहाँसम्म आज म तपाईँहरूलाई म देखाउँछु। अब लागौँ यो पार्क हेर्नको लागि। देख्न सक्नुहुन्छ एकदम रमाइलो पार्क छ। मान्छेहरू एकदमै अहिले यहाँको 11 बजिसकेको छ। मान्छेहरू एकदम आउन थालिसकेका छन्। म भर्खरै त्यो चाहिँ मेट्रो स्टेसन हो, त्यही मेट्रो स्टेसनबाट निस्केर म आएको देख्न सक्नुहुन्छ। एकदमै सफा एकदम राम्रो बाटो यो पार्क घुम्नको लागि हैन। अब यहाँनिर चढ्नको लागि चाहिँ यो इलेक्ट्रिक साइकल छ। यसमा चाहिँ हामीले क्युआरमा पे गरिसकेपछि त्यो खुल्छ। यहाँ अब खेल्नको लागि सुटिङ छ हैन। यहाँनिर सुटिङ यता छ, यहाँ छ हैन। यो सबै खेल्नको लागि हो। एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ। बेलुनमा हावा भरिरहेको छ। गार्डन एकदम पार्क एकदम हरियाली छ। अब जस्तो अब 2 महिना मात्र यो हरियाली रहन्छ, त्यस पछाडि हिउँ पर्न थालिसकेपछि सबै यो पातहरू सब झर्छ। फेरि सब यहाँनिर यो भुइँ सबै पुरै सेतै हिउँले भरिन्छ। एकदम हिँड्नको लागि पनि एकदम गाह्रो हुन्छ। देख्न सक्नुहुन्छ पार्क खेल एकदम त्यहाँ चढ्न सक्नुहुन्छ। रकेट है, देख्नुभयो नि, त्यहाँ हेर्न सक्नुहुन्छ। त्यहाँ रकेट त्यहाँ मान्छे चढेका छन्। त्यो एकदम घुमाउने यस्तो खेलहरू एकदमै व्यापक छ। यहाँबाट धेरै एरिया एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ। खेलहरू एकदमै देख्न सकिन्छ। म तपाईँलाई यहाँबाट देखाउँछु। धेरै खेलहरू देख्न सकिन्छ। मान्छेहरू एकदमै भिडभाड भइसक्यो यहाँ बच्चाहरू खेल्नको लागि। यो यहाँ बच्चाहरू खेलिरहेका छन्। रकेट अघि घुमिरहेको थियो, अहिले चाहिँ रेस्ट भइरहेछ।
एकदमै हेर्न सक्नुहुन्छ। अब त्यो मान्छेहरू चढ्दैछन्, झार्दैछ त्यसलाई मान्छेहरू। यसरी तल आउँदैछ त्यो देख्न सक्नुहुन्छ, र तल आउँदैछ। तल गएर मान्छे त्यहाँबाट ओह्राल्छ। यो चाहिँ यसमा पनि मतलब यो पनि खेल खेल्ने हो। पर रोटेपिङ, मानव नेपालमा रोटेपिङ भनिन्छ है। यसमा चाहिँ उयो यसमा चाहिँ यो पुवाएर यो हो, यो पुग्छ। यसमा मान्छे भरिएपछि त्यसबाट सरल पुग्छ। यो सम्पूर्ण यो एरियामा सबैतिर कुदिरहेको हुन्छ। अहिले म यहाँ अब हिँड्दै गर्दाखेरि कुद्यो भने म देखाउँछु। अहिले म यहाँनिर अहिले चाहिँ म तपाईँलाई यहाँ बाहिरै बाटो मात्रै म अहिले देखाइरहेको छु। यसको लागि इन्ट्री एकदम पर अलिक अर्को एरियाबाट हो इन्ट्री, यो एरियाबाट इन्ट्री छैन। त्यही भएर म बाहिरबाटै देखाइरहेको छु। म अहिले तपाईँहरूलाई चाहिँ अब यहाँबाट जाँदैछु। म तपाईँहरूलाई 2018मा भएको त्यो वर्ल्ड कपको सेमी फाइनल र अरू दुईवटा गेम यहाँ भएको थियो। त्यो स्टेडियमको एरियामा म पुऱ्याउँछु। म बाहिरबाटै देखाउँछु। भित्र त इन्ट्री छैन होला सायद होइन। त्यो भएर म बाहिरसम्म त्यहाँनिर पुगेर म देखाउँछु। त्यहाँनिर पसल राखेको छ खानेकुरा। बाहिरको भन्दा एकदमै महँगो हुन्छ यो एरियामा चाहिँ। बाहिर जति सस्तो हुन्छ त्यसको दोब्बर तिब्बर हुन्छ यो पार्क एरियामा चाहिँ। एकदमै महँगो हुन्छ। एउटा मकैको दाम सायद 270-80 रुपियाँ उसिनेको मकै हुन्छ। 270-80 रुपियाँ होला सायद। म तपाईँलाई देखाउँछु। यसमा मकैहरू छ है। यहाँनिर धेरै चिजको दाम छ। यसमा मकैको दाम, उसिनेको मकैको दाम 239 रुपियाँ। म अब यहाँबाट स्टेडियम पुग्ने समय आइसक्यो। अनि यो आवाज सुनिरहनु भएको चाहिँ यहाँनिर एउटा खराहरू छ, पानीको खरा। एकदमै राम्रोसँग बनाएको। म त्यहाँनिर पुग्न आँटेको छु, देख्न सक्नुहुन्छ। यहाँ अगाडि चाहिँ बनाएको छ। एकदमै मजाले चलिरहेको छ। मान्छेहरू हेर्नेहरूको हुन्छ छ त्यहाँनिर। मान्छेहरू धेरैजना छन्। एकदमै राम्रो छ। अब देख्न सक्नुहुन्छ यताउति एकदमै मान्छेहरूको चहलपहल देख्न सक्नुहुन्छ। पानीको खरा। अब यो क्रस गरेर गएपछि अनि स्टेडियम पुगिन्छ। मान्छेहरू रिक्सा चलिरहेको छ। आफैले सबै भाडाको हो, भाडामा लिने अनि चढेर जानको लागि हुन्छ। देख्न सक्नुहुन्छ। एकदम रमाइलो छ। म अहिले स्टेडियममा आइपुगिसकेको छु। पछाडि देख्न सक्नुहुन्छ स्टेडियम हो। म अब त्यतैतिर जाँदैछु। मान्छेहरू अलिअलि यसो आउँदैछन्। घुम्ने आउने मान्छेहरू एकदम धेरै नै
आवत जावत भइरहेको हुन्छ। त्यहाँ देख्न सक्नुहुन्छ हामीलाई जा भन्नको लागि ट्याक्सीले रोकिदियो, गाडीले रोकेर हामीलाई बाटो क्रस गर्न दियो। नेपालमा चाहिँ पहिले उसले नै बाटो क्रस गर्न चाहन्छ, तर यहाँ त्यस्तो हुँदैन। यहाँ उनीहरू पहिले मान्छेलाई पहिलो प्राथमिकता दिन्छ। देख्न सक्नुहुन्छ है, स्टेडियम पछाडि देख्न सक्नुहुन्छ, एकदम राम्रोसँग पछाडि देखिरहेको छ। यही स्टेडियममा 2018को वर्ल्ड कप भएको चाहिँ 3वटा गेम भएको थियो, एउटा सेमी फाइनल र अरू 2टा गेमहरू भएको थियो। त्यतिखेर म भर्खर रसिया आएको थिएँ र हामी धेरैजना साथीहरूसँगै हामी आएका थियौँ हेर्न भनेर, तर हेर्ने मौका चाहिँ पाइनौँ। यहीँनिर वरिपरि हामी उठ्यौँ, एकदमै भिड थियो, रमाइलो थियो। यतै उति वरिपरि घुमेर रमाइलो मानेर अनि त्यस पछाडि हामीले यतै बाटोमा चाहिँ ठुला प्रोजेक्टरहरू लगाएको थियो वर्ल्ड कप देखाउनको लागि। अनि त्यही प्रोजेक्टरमा हेरेका थियौँ, तर यहाँभित्र गएर हेर्ने मौका चाहिँ पाइनौँ। कामको कारणले गर्दा नि कामले गर्दाखेरि फुर्सद पनि हुँदैन थियो र पनि एउटा गेम चाहिँ हेर्ने भनेर आएका थियौँ, तर त्यतिखेर मौकै पाइएन। आउँदा अलिक ढिलो पनि भयो, त्यही भएर बाहिरको टिकटहरू पनि फुल भइसकेको थियो, त्यो भएर हेर्न पाइनौँ। बाहिरै प्रोजेक्टरमा हेरेर हामीहरूले चाहिँ चित्त बुझाउनु परेको थियो। आजको भिडियो यतिमै मैले बन्द गर्न लागेँ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो, यो चाहिँ ब्लग कस्तो लाग्यो, तपाईँहरूलाई प्रतिक्रिया दिनु होला। र मेरो अरू भ्लगहरू हेर्नको लागि मेरो च्यानलमा चाहिँ सब्सक्राइब गरेर चाहिँ जोडिन सक्नुहुन्छ। यो च्यानललाई सब्सक्राइब गर्नुहोला र यस्तै रसियामा भएका यस्तै भ्लगहरू हेर्नको लागि